ओ माय गॉड कति धेरै पाउँदो रहेछ है यता त यो कस्तो मिठो हुन्छ ओ हिरोनीको यहाँ होला त्यस्तो चप्पल हेलो गाइज वेलकम ब्याक टु माई भिडियो हजुरहरू सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा फेरि पनि म चाहिँ अहिले जङ्गलमा छु किनभने हामी चाहिँ जङ्गलमा अर्ग्यानिक तरकारीहरू खोज्न आएको यहाँ चाहिँ धेरै सब्जीहरू पाउँछ हाम्रो जङ्गलमा चाहिँ अनि म हजुरहरूलाई देखाउने छु के पाउँछ र नामगेल यता जुगो पनि पाउँछ राम्रो राम्रो है ठुल्ठुलो सिला के गर्दै हो टिपै पाउँछ अर्ग्यानिक ल पखाइ ल म पनि देखाउँछु यो हो कि गाइज यो यस्तो राम्रो हुन्छ आनु मेरो ठाउँमा आएको सब्जी तर्न यहाँ हेर्न यो होइन त खाने यो सिला के त नखोजे नभाँचेर के चाहना चाहिँ झारमा बिदा हो यस्तो राम्रो पाउँछ गाइस हजुरहरूले चाहिँ अब खानुहुन्छ कि हुन्न हाम्रोतिर चाहिँ धेरै नै राम्रो पाउँछ माय गॉड कति धेरै पाउँदो रहेछ है यता त म पनि छु है ल ल छु टिप टिप यस्तो मिठो हुन्छ नि यो यस्तो पनि खानुहुन्छ है जिल्लो चाहिँ छैन गाई चाहिँ यस्तो डेन्जर हुन्छ कति वाउ कति मिठो हुन्छ है डेन्जर ठाउँ छ तर हामी पनि यस्तो जङ्गलबाट उताबाट आएको हजुर बा चप्चा कति भेट आउनु यहाँ देखाउँछ हामीले चाहिँ यति भेटिसक्यो आलुसँग मिक्स गरेर बनाउन यो मात्रै बनायो भने एकदम मिठो हुन्छ ऊ त्यहाँ कस्तो राम्रो आउनु ऊ यहाँ चाङ तिला भयो माम पेबा यो पनि हो अब यहाँ पनि छ उल्लुल्ला माप्छ यहाँ पनि छ श्यामा कति भेट्यो श्यामा देखाउ न के श्यामा हो तङ्गी श्यामा हाम्रो जङ्गलतिर यस्तो पाउँछ साथीहरू गाई चरा हेर्नु यहाँ हामी यस्तो हामीले यो खोजेर आएको यो कस्तो मिठो हुन्छ यो च्याउको नाम के हो हामीले यहाँ पनि यति धेरै सब्जीहरू हामीले खोजिसक्यो यति धेरै यहाँ छ हाम्रो नामग्याल नाम अनि यहाँ त पाउँछ गाई अब चाहिँ हामी घर लागेको हामीले च्याउ पनि टिप्यो अनि निङ्ग्रो पनि टिप्यो जङ्गल चाहिँ सुनसान एकदम राम्रो छ यस्तो जङ्गलतिर आयो भने चाहिँ राम्रो लाग्छ हामी चाहिँ घर लागेको एकजना यहाँ आउँदैछ हजुरआमा क्या उ त्यो हाम्रो दाइ चाहिँ च्याउ खोज्ने रे अलिकति पुगेन अरे खोज्छ भेट्छ कि भनेर अब भेट्छ कि भेट्दैन त्यो त थाहा फिक्स हुँदैन ऊ यहाँ च्याउ वाउ च्याउसीमा च्याउ यो खाने च्याउ होइन गाइस हाम्रो बाटो यस्तो छ जा पछि लिएर आउला तिमीहरू दुईजना यो दुईजना चाहिँ जुगालाई डराउने मान्छेहरू जुगा आउँछ यहाँ चाहिँ फेरि जुगालाई डराएर यसरी कुद्नुपर्छ यहाँ
साथीहरू हामी चाहिँ आइसक्यो, सबै छुट्टिसक्यो। 2जना भाउजू र दिदी उतापट्टि गयो, दाइ र बहिनी उतापट्टि गयो, म एक्लै छु। अलग अलग बाटो हिँडिरहेको छु हामी सबै। म चाहिँ यता अर्कै बाटोमा आएको फेरि। अहिले यहाँनिर मैले देखेँ कि एक प्रकारको च्याउ, यो च्याउको नाम के हो थाहा छैन, तर कति ठाउँमा चाहिँ खानुहुन्छ, हामीले चाहिँ खाँदैन। तर कति पाउँछ यहाँ हाम्रोमा, यो कस्तो राम्रो भइरहेको रहेछ हेर्नु न। वा खान्छ, तर यो पनि हामीले चाहिँ खाँदैन। अब यहाँ पनि रहेछ च्याउ। यहाँ चाहिँ बाटो यस्तो रहेछ, यो भत्कै छ, रुख ढाले छ। अब चाहिँ म यहाँ बसेर उनीहरूलाई वेटिङ गर्छु। सबैभन्दा अगाडि म आइपुगेँ। म अर्कै बाटो आएको, माथिबाट बहिनी र दाइ माथिबाट गएको, अनि त्यसपछि दिदी र भाउजू यता साइडबाट अर्को बाटोबाट आएको सबैजना। अब चाहिँ म यहाँबाट उनीहरूलाई वेटिङ गर्छु यहाँ बसेर, अनि त्यसपछि हामी घर जान्छु। भ्यू देख्न सक्नुहुन्छ हाम्रो यस्तो, हाम्रो गाउँको भ्यू। हामी अहिले माथि डाँडातिर यता जङ्गलमा छौँ, यतातिर। डराएर जोगालाई यिनीहरू यसरी दौडेर कुदेर आउँछ जुगालाई डराएर। जुगाले खान्छ यार, यहाँ गए यहाँ आउनुभयो भने। हामी चाहिँ जङ्गल घुमेर यहाँ आइपुगेको है। म पनि कच्चा कच्चा। वाउ यस्तो राम्रो, कति राम्रो, कति आनन्द लाग्छ है आएपछि। तर कपाल यस्तै हो, जङ्गलमा आउँदाखेरि यस्तै हुन्छ। पनि ठिक छ, ठिक छ। तपाईँहरू मेरो कपाल नहेर्नु, यता भ्यू हेर्नु ल। ल यस्तो राम्रो गाउँ छ, ऊ त्यहाँ मुनि घर। यता चाहिँ पुरा बादल लागिरहेछ, अलिक अँध्यारो अँध्यारो। हामी चाहिँ यता माथि कहाँ वहाँ माथितिर पुगेर आएको। ल साथीहरू हामी चाहिँ अब तलतिर लागेको। ल झर्छु हामी चाहिँ ओह्रालो, तर जुगा यति धेरै आउँछ गए छैन। म त डरले म त कुदेको। अलिअलि रे कति धेरै आएको, म त डराएर। यिनीहरू 2जनाले फाल्न लगाएको लगाइ थियो जुगा चाहिँ, तर मलाई लास्टै डर लाग्छ जुगा देखेर। गाइस के गर्नु, हेर न यहाँ। ओ माई गड, हजुरहरू पनि घुम्न आउनु ल, यहाँ म पुरै घुमाइदिन्छु। अर्को ठाउँमा च्याउ टिप्न गएको थियो। कति रहेछ त्यहाँ, पायो टान्नै हो? खै हेरौँ, देख। झोला लिसार्नु भएन, तर कति धेरै पायो है। वाउ, कस्तो ठुल्ठुलो पाएको त यी, मिठो हुन्छ है। तर यो च्याउ चाहिँ खान्छ हाम्रोतिर, तपाईँहरूतिर नि खानुहुन्छ होला त। बुहारी र म चाहिँ एकदम डराउने हो है गाई जुगालाई। अनि भाइलाई कसले भन्छ दाइ। अनि यहाँ चाहिँ रहेछ गुलाबको फुल, कसलाई चाहिन्छ गुलाबको फुल मलाई सम्पर्क गर्न। च्याउ बोकेर हिँड्दैछ अगाडि अगाडि। फिलिङ कस्तो भइरहेछ, फिलिङ कस्तो हुन्छ अरे सिलिङले। यहाँ चाहिँ घर पनि निर्माण हुँदै रहेछ, एउटा घर, सानो सानो घर। हाम्रो गाउँमा सबै घर त्यस्तै छ कि एउटा हाम्रो घर त नदेख्ने रहेछ। हाम्रो नि घर सानो छ कि। यस्तो राम्रो छ, यस्तो राम्रो छ गाइस है। बाटो यस्तो हो गाइस, हामी चाहिँ यसरी हिँड्नुपर्छ। अनि उतल खोला छ, भाइरा बुहारी त्यहाँ पुग्यो, खोलामा खुट्टा धुँदैछ। अनि म यहाँबाट झर्दैछु गाइस। बाटो हो कि के हो खै, पहिला यस्तो थिएन, अहिले त खै के भएको। रोड खनेको थियो माथि, अनि त्यसपछि रोड खनेर अनि सबै अहिले चाहिँ भत्केको क्या त्यो, त्यही भएर बाटो साटो छैन। अनि यस्तो भिरपाखामा हिँड्नुपर्ने हुन्छ पुरै।
तर यता दाउरा पनि मजाले पाइन्छ है गाइज, प्रशस्तै पाइन्छ। कल दिन म जिग्ने हामी दौड गर्न आज यहाँ आइछु ल। यो हो खोला। पहिला यो खोला चाहिँ एकदम राम्रो थियो कि, तर अहिले चाहिँ पुरा त्यो रोड खनेर के कस्तो भइसक्यो, भत्रगोल नखाने चाहिँ च्याउ है। यहाँ पनि फुल्दो रहेछ। नखाने चाहिँ हामीले त खाँदैन। तर कति ठाउँमा खान्छ हामी टेस्ट गरेर थियो। नखाने त कति धेरै हुन्छ है हाम्रोतिर यो, तर खाँदैन। हाम्रो भाषामा के भन्छ रे यो च्याउलाई? हाम्रो भाषामा गुन्द्रुक सामु भाषा, तामाङ भाषामा। आयो हिँडेको उकालो हिँडेको कस्तो सासा हुँदो रहेछ। जुगा पनि स्याउ स्याउ आउँछ यार, ओछिलिन्न जुगले खायो जुगा। ल गाइज, हामी चाहिँ घर आइसकेर पनि मजाले च्याउलाई केलाएर यसरी पखाल्दैछौँ। चाहिँ मैले यो च्याउ पकाउन लागेको रेडी गर्दैछु। यहाँ म आगोमा बनाउँछु, यस्तो मिठो हुन्छ आगोमा बनाएको। फाइनली हाम्रो च्याउ चाहिँ मजाले पकाइसकेर पनि मजाले हामीले चाहिँ ढेँडोसँग खाएको ल गाइज। हिरोइन हो हाम्रो, म चाहिँ एकदम क्यामराम्यान हो। हाम्रो आजको सुटिङ हुँदैछ यता होइन। हिरोइनीको यहाँ हालत यस्तो छ, चप्पल अर्को लगाएको छ, अर्को बोकेको छ। हाम्रो यहाँ यस्तो हुँदैछ सुटिङ। चिसो छ एकदम चिसो। हामी चाहिँ टिकटक भिडियो बनाउने भनेर यसरी रेडी भएको गाइज। हजुरहरूले भिडियो चाहिँ टिकटकमा हेर्न सक्नुहुनेछ। थ्याङ्क यू फर वाचिङ।